यदि हामीले मानव शरीर पाएर यत्रो उच्च विवेक प्राप्त गरेर पनि आहार निद्रा भय मैथुन यही 4वटा कुरामा मात्र लाग्यौँ भने वी आर नो मोर बेटर देन एनिमल्स। कुकुर बिरालो भन्दा मेरा परम गुरुदेव श्रील प्रभुपादले नो मोर बेटर देन हक्स एन्ड डग्स भन्नुहुन्थ्यो क्या, सुँगुर र कुकुर भन्दा चाहिँ फरक भइएन भनेर। सो वी सुड बिकम बेटर देन हक्स एन्ड डग्स भन्ने त हो। एकदमै त्यसका लागि विवेकको प्रयोग गर्नुपर्छ। त्यो कहाँबाट सुरु हुन्छ भन्ने कुरा, त्यो सुरु कहाँबाट हुन्छ भने अथतो ब्रह्म जिज्ञासा, शास्त्र अध्ययन साधुसङ्गबाट सुरु हुन्छ। यदि शास्त्र अध्ययन साधुसङ्ग हरिनाम कीर्तन आदिमा हामीले जीवनलाई लगाउन सक्दैनौँ अथवा ब्रह्मको जिज्ञासामा जीवनलाई लगाउन सक्दैनौँ भने हामीले उच्चतम योनि प्राप्त गरेर पनि निकृष्ट जीवन बितायौँ। त्यस्तो चाहिँ नराधम भन्छन्, नर पशु भन्छन्। नर चाहिँ नर नै हो तर जीवन चाहिँ पशु समाया भयो कि। त्यसकारण सोफिस्टिकेटेड एनिमल भन्न मिल्यो होइन, ठ्याक्कै सोफिस्टिकेटेड हुँदैन। अब त्यो मात्र चाहिँ बनाउन हुन्न जीवनलाई। जीवनलाई जीवन्त रूपमा जिउनुपर्छ। यसका लागि चाहिँ सबैलाई भगवानको कृपा हो।